ल साथीहरू, अस्ति मैले राखेको केरा चाहिँ एकदम पाकेर खान रेडी भएछ। हेरौँ ल, एकदम रेडी भयो, मजाले पाकेर। मजाले पाकेको एकदम राम्रो भयो है, पाकेर प्याजो हेरौँ ल। के भन्छ मजाले पाकेछ, पहेँलो पाक्यो है। यो चाहिँ एकदम राम्रो हुन्छ, यसरी पकाएको गल्दैन कि छिटो। अलि दिन राख्दा पनि, राखेर खाँदा पनि मजाले टिक्छ यो चाहिँ है। ल यसरी पाक्यो फाइनल्ली। ल गाइस साथीहरू, हेर्नुहोस् यो काटेको प्याज चाहिँ यस्तो हुन्छ। अब यसलाई फालिदिने यस्तो भएको हुन्छ कि यो है। ल चाहिँ यस्तो हुन्छ, यसलाई चाहिँ फाल्नु पर्यो। कसलाई मनपर्छ केरा खानु आउनु ल, फ्रीमा फ्रीमा दिइदिन्छु ल गाइस। कमेन्ट गर्नु ल कसलाई मनपर्छ ल। बाई साथीहरू।